हैन अझै चाहिँ म यहाँ पर घर आएको कि यहाँ हाम्रो गान्तोकबाट आन्टीहरू आइराखेको छ नि त कि आन्टी चाहिँ गान्तोकबाट हैन हौ आन्टी चाहिँ गान्तोकबाट चाहिँ अदुवा उखाल्ला आउँदैछु म एकछिन ला बोरा लगिदिएर जान्छु यो बोरा ए टु त देखाउँदै गान्तोकबाट यो अदुवा उखाल्नु आएको मान्छे हेर्नु हामी त यति साह्रो धनी छ नि गान्तोकबाट बोलाउँछ नि त अदुवा उखाल्नु यहाँ यता मम्मी पनि पसिहाल्यो हो बारीमा आउने बित्तिकै आन्टी भेटेन त कुन चाहिँ हो बोरा चाहिँ म चाहिँ यहाँ जाँदैछु कि बोरा लिएर पिकअप बोलाउ यस्तो मजाको लालुपाते फलिरहेछ कि यस्तो झुप्पा झुप्पा यसको चाहिँ बिजन म पनि लानु पऱ्यो कस्तो दामी देखिरहेछ होइन हिलो बाबा रे बाबा रामे राम आमामा कहाँ लानुपर्ने अब यसलाई बेच्नु लु अब पिकअपलाई कल गर्ने बेला भएछ नि यार आमामा कम्ता चाहिँ छैन रहेछ नि यहाँ यत्रो फाँडेर चाहिँ यति निकालेको छ होइन यहाँ ए अलिकति हाल्नु सजिलो अदुवा बेसी भएर चाहिँ यहाँ मम्मीले लुगा खोलिन्जलसम्म भइसक्यो यहाँ खनाइ चाहिँ दामी छ हाम्रो जे होस् अदुवा चाहिँ यस्तो छ हो नि त बहिनी फेरि गर्नु किरिस्का किरिस्का भन्नु न किरिस्का सुनेका गाना भन्नु नि फेरि किरिस्का सुन्ने का गाना किरिस्का सुन्ने का गाना किरिस्का सुन्ने का गाना दिल डालिया दिल दिया पाइलटले त ओ पाइलट भाइ ओ पाइलट भाइ ओ पाइलट भाइ ओ पाइलट भाइ हेलिकप्टर कहाँ गयो अरे के भएको यो अदु भाइ लोकल कुखुरा त यहाँ छ नि भगवान हाम्रो परघरमा चाहिँ यो त खालि ट्रेलर मात्रै हो पिक्चर त अभी बाँकी है यहाँ आदि छ उयोहरू हौ घरको ठुलो दाजुहरू चाहिँ यहाँनिर रहेछ दिदीहरू चाहिँ कता कता गएको छ अरे ट्रेलर मात्रै हो यो त भनेको यहाँ पिक्चर अझै उता देख्नु भयो होला नि उयोहरू त हाम्रो ठुलो दाइहरू त माथि बानिरहेको छ नि यहाँ आमाले यस्तो यस्तो आँटा दिन्छन् यहाँ न अद्दाल फेरि सेल्फी स्टिक उयो हो नि त उता पाइलट कुदाइदिनु नि एकखेप हेलिकप्टर उडाउन थाले यहाँनिर पेसेन्जरहरू नि हेर्नु यहाँनिर पछाडि उड्नु आँटेर पेसेन्जरहरू ग्यार फेरि यहाँ नोस् है यो त हाम्रो एब नर्मल कुखुरा पनि रहेछ लु भगवान आमा यसलाई पनि उयो भत्ता थाप्नु लानु पर्ने रहेछ नि लु ए राम राम हेर्नुहोस् त नि मुसाले टोकेर यस्तो भएको अरे ऊ हड्डी बाहिर निकालेको थियो अरे रुममा त फर्स्ट टाइम देख्दैछु नि बिचारा लु है यसलाई नि भत्ता थाप्नु लानुपर्छ रहेछ अब देख्नु भयो होला हाम्रोमा चाहिँ यस्तो कुखुराहरू पनि छ दादाले चाहिँ यहाँ मलाई एप्पल छुर्पिदिएको कि यो सानो अझै यहाँ दिनु मलाई ठुलो दिनु
दिनु यहाँ अद्दाले दिनु दिनु हेलो गाइस यहाँ हेर्नु साइज बराबर छ कि छैन के को यताबाट यता अर्को दिनु अर्को दिनु आ गर्नु यो इन्द्रदेवले साह्रै हामीलाई के भन्छ इग्नोर गरेर पानी नआएर चाहिँ हाम्रो गुवाहरूको हालत पनि यस्तो भइरहेको छ यो चाहिँ कोकोलाई थाहा छ यो चाहिँ काली सागै हाम्रो यहाँनिर खान्छ आप्पाले खानु पुरा मन गरिरहेछ अन्त त्यही भएर चाहिँ म चाहिँ काली साग खोजिदिँदैछु हो यहाँ सक्कर खण्डाहरू पनि रहेछ कि सक्कर खण्डाहरू पनि एक दुईवटा खन्छु ल कत्रो कत्रो भएछ यहाँको सक्कर खण्डा लु यहाँ चाहिँ म यो सक्कर खण्डा खन्नु आँटेको कि यो जरालाई चाहिँ हेरौँ ल कत्रो चाहिँ छ ओहो यस 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 यहाँनिर कोट्याउँदैछु म चाहिँ जरा चाहिँ यहाँ रहेछ हो ला हो छुट्यो त हो क्या कर दिया हो छ हो यति हान्नु त सक्कर खण्डा यति खानेको यहाँनिर निक्लिँदै रहेछ हो यसलाई म खन्छु ल कत्रो छ हेर्दा त ठुलै छ जस्तो लाग्दैछ म खनेर देखाउँछु ल बेजाति हेर म त ठुलो होला भनेको यत्रो पो रहेछ हौ छाला सक्कर खण्डा क्या बोल्ती तँ भनेको यो चाहिँ बच्चै रहेछ अब यसलाई यहाँनिर पुरिदिइ राख्नु पर्यो तपाईँहरूले चाहिँ यो अमला देख्नुहुँदैछ होइन यो चाहिँ अमला हो भुइँ अमला होइन यो चाहिँ दबाई पनि हो होइन अन्त दबाई चाहिँ खै के कसको हो अन्त म चाहिँ यो हाम्रो यतातिर चाहिँ प्रशस्त पाउँछ नि त यसको पत्ता पनि बिग्रिन्छ हो एकखेप चाहिँ म यसमा अमला छ कि छैन हामीले सानोमा पुरा खान्थ्यो नि त नुनसँग साँधेर खान्थ्यो ल छ कि छैन राम 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 छैन त हौ ओइ नै ए अहिले त फल्ने सिजन होइन के ओहो रहेछ रहेछ हो एउटा चाहिँ पाएँ यस्तो हुन्छ हो एउटा मात्रै फलेको रहेछ यो चाहिँ हामीले यस्तो गरेर पुछेर चाहिँ होइन पुछेर चाहिँ ओ माई गड गरेर चाहिँ पुछ्यो यहाँनिर अलिकति पानी छ कि पानीले धोएर म देखाउँछु ल खाएर देखाउँछु ल मैले धोएर ल्याएँ हो खान्छु ल सुन्नुभयो होला नि आवाज यस्तो मिठो हुन्छ हो त्यहाँ एक दुईवटा मात्रै मतलब एउटा मात्रै पायो भयो अब जान्छु दामी रहेछ सानोमा हामीले पुरा खान्थ्यो हो तपाईँहरूले पनि को खानुभएको मलाई कमेन्ट गर्नुहोस् ल कस्तो मिठो हुन्छ है इन्द्रदेव पनि के साह्रो निष्ठुरी हौ इन्द्रदेव अलिक बारिस बर्साइदिनु नि हौ यहाँ हेर्नुहोस् त हामीले अस्ति रोपेको अभाकाडोको रुख त सुकेर घङङै भएछ यहाँनिर पानी नपुगेर यहाँ ऊपर चाहिँ अलिक हरियै रहेछ हो अन्त यहाँ नि यो त झन् माया लाग्दो भएछ नि सुकेरै अब यो त मरेको नि पानी नभएर पानी नपरेर चाहिँ हाम्रो चाहिँ अभाकाडोको बोट रोपेकै यो चाहिँ हाम्रो यहाँनिर घरमा चाहिँ हो तर पानी नभएर हेर्नु न यत्रो ठुलो भएर मर्दा त कस्तो माया लाग्छ मैले लगेको झोलामा भएन अरे डोकोमै आइपुगेछ हेर्नु न झोलाभन्दा बेसी भएछ हो आमामामा यो त अलिक कम्ती नै हो पहिला त कति कति निक्लिन्थ्यो चाहिँ यहाँ हेर्नुहोस् है हाम्रो घरमा चाहिँ कस्तो मजाले अर्किड फुलिरहेको छ